यसरी बितेका कुराहरूलाई भुल उहिलेका कुराहरू विचार नगर हेर म एउटा नयाँ कुरा गर्दैछु म एउटा कुरो गर्दैछु त्यो अब हुन आउँछ के तिमीहरू त्यो देख्दैनौ म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बनाउँदैछु जङ्गली जनावरहरू स्यालहरू लाटो पसेराहरू गर्छन् किनभने म मेरा मानिसहरू मेरा चुनिएकाहरूलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रुखो जमिनमा खोलाहरू दिन्छु वचन पढेन परमेश्वरले हामीलाई धेरैभन्दा धेरै मलाई चाहिँ यो वचन नयाँ वर्षको वचन यसो बनाउँदै गर्ने क्रममा धेरै वर्ष अगाडिको मेरो आफ्नै समय चाहिँ याद आयो मैले साइकल चलाउन सिक्ने बेलामा अनि हामीहरू अलि सानसानै हुने बेलामा हामीहरूको टोलमा भनौँ गाउँमा चाहिँ त्यो साइकल भाडामा लिएर सिक्न पाइने ठाउँ थियो है हिजो आज त त्यस्तो पसलहरू त्यो बिजनेसहरू त्यति चल्दैन होला तर हामीहरू त्यो समयमा हुर्केको अनि हामीहरूको गाउँठाउँमा चौरहरू खुला चौरहरू धेरै थियो है अनि मैले पनि एक दिन चाहिँ ल म पनि साइकल सिक्नु पऱ्यो भनेर 7-8 वर्ष 8-9 वर्ष कति थियो होला होइन घरबाट चाहिँ 2000 रुपियाँ मागेर अनि त्यसपछि 1-2 रुपियाँ तिर्यो भने 1 घन्टासम्म चलाउनु पाएँ त्यो होइन अनि मैले पनि सिक्नु पऱ्यो भनेर सिक्नु गएँ म अनि एकजना साथीले मलाई सिकाउँदै हुनुहुन्थ्यो पछाडिबाट समातेर है उहाँले चाहिँ ल हेर्दा सिधा बनाए भनेर चाहिँ अनि उहाँले चाहिँ मलाई छोडिदिनुहुन्थ्यो घरिघरि समात्नुहुन्थ्यो घरिघरि छोडिदिनुहुन्थ्यो है तर मैले सुरुमा चाहिँ याद गरेको के त भन्दाखेरि त्यो साइकल चलाउन चाहिँ है यो बिस्तारै चलाउनभन्दा छिटो चलाउन सजिलो हुँदो रहेछ है किनभने बिस्तारै चलाउनु पल्टिहाल्दो रहेछ के त्यो बरु अगाडि बढिराखेको छ भने बरु ह्यान्डलले बरु अलिअलि भए पनि म्यानेज गर्न सकिने रहेछ तर यो प्याडल नगरिकन त्यत्तिकै चाहिँ बस्यो भने चाहिँ पल्टिहाल्दो रहेछ है अनि एकचोटि हामीले प्रदीपसँग कुरा गर्दाखेरि उहाँको गाउँमा चाहिँ एउटा खालको अचम्मको कन्टेस्ट हुन्छ भनेर भन्नुभएको थियो कि साइकलको के त भन्दाखेरि ब्रेक स्रेक साइकलको सब झिकेर फ्याँकिदिने अरे है अनि सबले चाहिँ साइकल चलाउने हेर्दा होइन अनि त्यो अर्को चाहिँ आफ्नो ऊ हुन्छ नि टुङसँग जो ढिलो पुग्यो त्यसले जित्ने अरे जसले खुट्टा पनि नटेकिकन नठलिकन जसले चाहिँ साइकललाई चाहिँ सबैभन्दा ढिलो पुर्याउनु सक्यो किन भन्दाखेरि होइन साइकल रेसिङै गर्ने हुन्छ अर्को कुरा हो तर त्यो चाहिँ गाह्रो कुरा किन त भन्दाखेरि अगाडि नलाइकन रोकी खुट्टा पनि नटेकिकन त्यो उसँग पुग्नु भनेको अलिकति गाह्रै ऊ हो है अनि त्यो चाहिँ त्यति सजिलो हुँदैन है मैले चाहिँ यसो विचार गर्दा त्यो चाहिँ एकदम क्रिएटिभ वे जस्तो लाग्यो है ब्रेक ब्रेक खोलेर सबैलाई ल तिमीहरूको चाहिँ अब साइकल चलाएर गरिदिनु भनेको होइन यहाँबाट के हुन्छ त साइकलबाट चाहिँ म तपाईँहरूको सानो के भन्न चाहन्छु भन्दाखेरि हामी हिँड्न र अघि बढ्न छोड्यौँ भने हामी चलिन्छ यो साइकलको थ्योरी नै त्यही हो है साइकलबाट धेरै मानिसहरूले फिलोसफिकल थ्योरीहरू बनाएका छन् होइन कतिवटा पोलिटिकल थ्योरीहरू पनि छ यदि तपाईँलाई याद छ कि छैन होइन साइक्लिङ थ्योरी भनेको एउटा यस्तो हो कि साइकल चलाउने मान्छेले के गर्छ त भन्दाखेरि माथि अगाडिपट्टि झुकेर तलकोलाई दबाउँछ अरे कि होइन कतिवटा पोलिटिकल लिडरहरू पनि त्यस्तो हुन्छ आफूभन्दा माथिकोसँग झुकेर अगाडि चाहिँ झुकेर पछाडि के गरेको हुन्छ भने खुट्टाले दबाइराखेको हुन्छ आफूभन्दा सानो मानिसहरूलाई दबाइराखेको हुन्छ है अनि त्यो अर्को चाहिँ थ्योरीको रूपमा हामीले के हेर्न सक्छौँ भन्दाखेरि यदि त्यो अगाडि बढेको छैन भने होइन त्यो चाहिँ रोकिहाल्छ बुझ्नुभयो है म पोहोरको यो पालिको रिट्रिटमा त होइन अघिल्लो चाहिँ त्यो रिट्रिट जाँदाखेरि हाम्रो विजयले चाहिँ बाइक लिएर आउनु भएको थियो है अनि अहिले अग्लै थियो उहाँको बाइक अनि उहाँले पनि रेस गर्नुभएको कि त्यो चाहिँ अहिले अघि होला किन विजय मभन्दा अघि मान्छे भएको कारणले गर्दा अनि मैले पनि नेपालमा त्यही सेपको भनौँ न त्यो होन्डाको बाइक चाहिँ म चलाइराखेको होइन रहर लगाएर फेरि म पनि चलाउँछु भनेर चलाएको होइन त्यहाँ चाहिँ म पल्टिहालेँ क्या है त्यो सुरु गर्ने चाहिँ अहिले उकालो जस्तो थियो अनि त्यसपछि त्यहाँ बाइक नपरेको कारणले गर्दा होइन त्यो चाहिँ रोकियो त्यो चलेको भए त म चलाइहाल्थेँ त्यसलाई तर त्यो उकालोमा रोकियो भने मेरो खुट्टाले भेट्दै भेटेन त है के भन्छ भन्दाखेरि त्यो चाहिँ सबले चाहिँ हेरिरहेको थियो कोरियन चिप्स अनि मक्सनीहरू सब हेरेर सबको अगाडि म चाहिँ एकदम जात्रै होइन है ब्याङ्कै पल्टेर के भन्छ भन्दाखेरि हामी हिँड्न छोड्यौँ भने पल्टिन्छौँ क्या है
जीवनमा पनि म तपाईँलाई के भन्छु त भन्दाखेरि हामी अघि बढ्न छोड्यौँ भने हामी जहाँ पनि रहन्छौँ जस्तो लाग्छ तर त्यहाँ हामी पल्टेर बसेका हुन्छौँ। द्याट विल नट बी प्रोडक्टिभ। जब हामी बढ्न छोड्छौँ हामी घट्न थाल्छौँ। मान्छेको शरीर पनि त्यस्तै हो, तपाईँलाई थाहा छ कि छैन? हामी 20-22 वर्ष 25 वर्षसम्म हाम्रो शरीरमा चाहिँ ग्रोथहरू हुन्छ कि 25-30 वर्षसम्म हुन्छ ग्रोथ नै हुन्छ। त्यसैले गर्दा हामीहरूको अनुहार पनि अलि हृष्टपुष्ट हुन्छ अनि त्यसपछि हाम्रो शरीर पनि बढ्दै जान्छ। तर हामी के हुन्छ त भन्दाखेरि त्यसपछि शरीर चाहिँ बढ्न छोड्छ। बढ्न छोडेपछि के हुन्छ त भन्दाखेरि घट्न थाल्छ मान्छे बुढो हुन थाल्छ। त्यसपछि चाउरी पर्न थाल्छ बुझ्नुभयो नि? हामीले राम्रोसँग मेन्टेन गरेनौँ भने अब यो अनुहारमा पनि चाउरी परिहाल्छ। किन त भन्दाखेरि यो शरीरमा चाहिँ जुन रफ्तारले जुन तरिकाले यी सेलहरू बन्छन्, मांसपेशीहरू बन्छन्, त्यो तरिकाले बढ्न छोड्छ। छाला मात्रै बाँकी रहन्छ, भित्र मासु हुँदैन अनि खुम्चेर बस्छ छाला। त्यही चाहिँ चाउरी हो। भन्नु खोजेको कुरा के हो त भने हामी बढ्न छोड्यौँ भने हामी के भन्छौँ त भन्दाखेरि हामी घट्न थाल्छौँ। हाम्रो आत्मिक जीवनमा पनि त्यही हो। हामी कहिले पनि फुल्ली म्याच्योर विश्वास कहिले पनि हुँदैन। म्याच्योर भइराखेका विश्वासी हुन्छ। बुझ्नुभयो? हामी कहिले पनि परिपक्व विश्वासी हुँदैन। पूर्ण रूपमा परिपक्व हुँदै गरेका विश्वासीहरू हुन्छौँ हामीसँग। वी आर अल इन द वर्क इन प्रोग्रेस। हामी सबैजना के हुन्छौँ त भन्दाखेरि परमेश्वरद्वारा परमेश्वरले हामीमा काम गरिराख्नु भएको हामी यो कामको प्रोग्रेसहरू हो। हामी जहाँ छौँ त्यहीँ रोक्यो भने के हुँदैन त भन्दाखेरि हामी त्यहाँबाट बढ्न सक्दैनौँ। बरु त्यसको सट्टा के हो त हामी बढ्न छोड्नु भनेको नै के हो त भन्दाखेरि प्रभुमा बढ्न छोड्नु भनेको नै परमेश्वरसँगको सम्बन्धमा पछि हट्नु हो। यो चाहिँ मुभ नै भइराख्नु पर्दछ। यो परमेश्वरले संसारलाई के गर्नुभएको छ त भन्दा यो रफ्तारमा बनाउनु भएको छ। संसारमा कुनै पनि कुरा के छैन त भन्दाखेरि यो आफ्नो स्थानमा स्थिर छैन। हामीले हेरेका सूर्य चन्द्रमा आकाश यो अन्तरिक्ष नै के छ त भन्दाखेरि आफैमा चलिराखेको छ। परमेश्वरले चलायमान बनाउनु भएको छ। परमेश्वरले तोकिदिनु भएको दिशामा, परमेश्वरले तोकिदिनु भएको त्यस रफ्तारमा र बाटोमा के गर्दछ त भन्दाखेरि त्यहाँ चाहिँ घुम्दछ, त्यो चाहिँ हेर्दछ। पानी पनि हेर्ने हो भने खोलाको पानी सङ्लो हुन्छ। खोलाको पानी चाहिँ अलिक फ्रेस पनि हुन्छ। तालको पानी, पोखरीको पानी आउन थाल्छ। यदि त्यहाँ नयाँ पानी आउने र त्यहाँको पानी घटेर निस्केर जाने ठाउँ छैन भने त्यो फोहोर हुन्छ पानी। हामी यो पालि चाहिँ पोखरामा गएर हामीले पनि गरेका थियौँ। तर त्यो त्यो फेवाताल पनि एक तरिकाले चाहिँ धेरै फोहोर भएको छ। किन त भन्दा त्यो जमाना त्यति ठुलो ताल होइन तल ड्याम बनाइदिएको कारणले गर्दा थुनिएर त्यो के भयो भन्दा त्यति धेरै ठुलो ताल हो। जुन पानी आउँछ तर त्यहाँ रोकिएको भयो भने आएको ढिलो पनि जम्मा हुन्छ। सबै कुरा त्यहाँ जम्मा भएर के हुन्छ त्यो ताल चाहिँ पुरिएको पुरै छ। अनि के छ त भन्दा त्यो जुन तरिकाले सफा हुनुपर्ने हो त्यति सफा छैन। किन त भन्दाखेरि रोकियो भने त्यहाँ गनाउँछ। त्यहाँ चाहिँ के हुन्छ त भन्दाखेरि जुन तरिकाले सफा हुनुपर्ने हो त्यो हुँदैन। आज म तपाईँलाई के भन्न चाहन्छु त भन्दाखेरि हाम्रो जीवनको एउटा उद्देश्य भनेको परमेश्वर राख्नु भएको एउटा उद्देश्य के हो भन्दाखेरि हामीले यसलाई अघि बढाउनु पर्दछ। र के हामी अघि बढ्नु भनेको चाहिँ त्यसै दगुर्नु कुनै उद्देश्य बिना दगुर्नु होइन कि परमेश्वरले दिनुभएको उद्देश्यतर्फ परमेश्वरले दिनुभएको त्यस गन्तव्यतर्फ तपाईँ र म अघि बढ्नु पर्दछ। तपाईँको निम्ति म फिलिपी 3:12-14 पदमा पढ्दछु। यहाँ छ लेखेको छ, मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, त ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढिरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनु भयो। यो पावलले चाहिँ गरेको आफ्नै कन्फेसन हो है। उसले के भन्दछ, मैले अहिले सबै कुरा प्राप्त गरिसकेको छु होइन, म चाहिँ सिद्ध भइसकेको छु पनि होइन। हिजो हामीलाई यहाँ प्रितमले चाहिँ पावलले कतिवटा पुस्तकहरू चाहिँ जेलबाट लेख्नु भयो भनेर सोध्नु भएको थियो। प्रिजन लेटर यो चाहिँ एउटा प्रिजन लेटर हो है। अनि त्यही प्रिजन लेटरमा चाहिँ उसले के भनेका छन् भन्दाखेरि म दौडिराखेको छु। कहाँ दौडेको छु त भन्दाखेरि परमेश्वरले राखिदिनु भएको गन्तव्यतर्फ म हिँडिराखेको छु जसको निम्ति परमेश्वरले मलाई बोलावट दिनुभयो। म आजसम्म सिद्ध भएको पनि छैन, मैले चाहिँ प्राप्त गर्नुपर्ने कुरा मैले प्राप्त गरिसकेको छु होइन।
भाइयो मैले यी सब पक्रिसकेको छु पनि म ठान्दिनँ, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर जोडसँग लम्किन्छु। ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु। हालेलुया। आमेन। हाम्रो आत्मिक जीवनमा तपाईले र मैले परमेश्वरले दिनुहुने त्यस इनामतर्फ, परमेश्वरले दिनुहुने त्यस अनन्त जीवनको त्यस इनामतर्फ हाम्रो यो चाहिँ ईसाई जीवनको अस्तित्व भनेको नै आज हामी यहाँ बसेर गीत गाउँ भजन गाउँ यति नै होइन। बुझ्नु भयो? इट्स जस्ट द रिहर्सल जस्तो मात्रै हो, प्र्याक्टिस जस्तो मात्रै हो। हिजो बेलुका यहाँ साथीहरूले चाहिँ धेरै गीतहरू चाहिँ दोहोरै सुनि प्र्याक्टिस गर्नुभयो है। अनि आज यहाँ सङ्गति गर्नुभयो है। अनि हिजो चाहिँ अनि मलाई के लाग्थ्यो, हिजो बेलुका हाम्रो गीत अझै राम्रो भएको थियो जस्तो लाग्यो है। यहाँ चाहिँ अलिकति यहाँ चाहिँ कता मिलेन। यहाँ चाहिँ तपाईँहरू चाहिँ यसो कस्तो तरिकाले हेरिदिनु भयो, हाम्रो साथीहरू सब नर्भस हुन्छ कि अगाडिबाट है। अलि मुस्कान दिएर त गाइदिनु भयो भने उहाँहरू चाहिँ मजाले गाउनुहुन्छ होला। तर पनि है, तर हिजो चाहिँ हामीले यहाँ रिहर्सल गरेका थियौँ आजको सङ्गतिको लागि। र आजको सङ्गति यो गन्तव्य होइन, किन त भन्दा यो पनि एउटा प्रयास हो। किनभने परमेश्वरले दिनुभएको दिन, परमेश्वरले दिनुभएको त्यस निशाना तपाईँको मेरो यही सङ्गति होइन। परमेश्वरले तपाईँलाई र मलाई बोलाउनु भएको चर्चमा आएर सङ्गति गरोस् भनेर मात्र होइन। परमेश्वरबाट हामीले अनन्त जीवन प्राप्त गरोस्, त्यस अनन्त जीवनमा परमेश्वरले राख्नुभएका इनाम प्राप्त गरोस्। आमेन। आज तपाईँ र म यहाँ आउँदाखेरि हामी त्यस निशानातर्फ तपाईँ र म हिँडिराख्नु पर्दछ। किनभने हाम्रो जीवनमा कतिवटा गल्तीहरू होला, कतिवटा भुलहरू होला, ती सबै कुरालाई बिर्सेर भोलिको निम्ति तपाईँ र म अघि बढ्नु पर्दछ। हिजोलाई पछि फर्केर हेर्नेहरूले के गर्न सक्दैन त भन्दाखेरि अगाडि देख्न सक्दैन है। ड्राइभिङ गर्दा के गर्नुपर्छ त भन्दाखेरि अगाडि नै हेर्नुपर्छ। साइकल चलाउँदा पनि अगाडि हो, हामी बाटोमा हिँड्दा पनि अगाडि हो है। पछाडि फर्केर बस्ने मानिसले अगाडि बढ्न सक्दैन। यो समाज पनि त्यही हो, मानिस पनि त्यही हो, सबै कुरा त्यही हो। कति मानिसको कुरा हुन्छ सधैँ के हुन्छ भन्दाखेरि बितेका कुरा हुन्छ, ओ हाम्रो जमानाले यस्तो गरेका थियौँ उस्तो गरेका थियौँ भनेर त ताली बजाएर बस्छ। त्यो त गरेका थियौँ मात्रै हो, अहिले कहाँ छ त? हामी भविष्यमा के गर्छौँ? त्यो एउटा कथा सुनाउनको लागि कथा होला, तर अघि बढ्नको निम्ति त्यसले तपाईँलाई र मलाई सहायता गर्छ है। हाम्रो नेपाली समाज चाहिँ मलाई त्यस्तै लाग्छ कि किन त भन्दाखेरि नेपालको इतिहास गजब छ है। यो चाहिँ किन त भन्दाखेरि हामीले खुकुरी सम्काएर अङ्ग्रेजलाई चाहिँ तर्साएर हाम्रो देशको चाहिँ सार्वभौमिकता हामीले बचाएको देश हो नि त होइन। कति भूभाग उनीहरूले चाहिँ खोसेर लयो होला, तर पनि हाम्रो देश सबै चाहिँ त यो जित्न नदिएको देश हो है। एसियामा चाहिँ यसरी अङ्ग्रेजले पूर्ण रूपमा नजितेको देश चाहिँ नेपाल र थाइल्यान्ड मात्र एउटा देश हो। अरू सबै देशलाई चाहिँ इङ्ल्यान्डले एकचोटि जितेको हो। कुनै न कुनै महाराष्ट्र ठुलो राज्यले आएर उनीहरूमाथि शासन गरेका थिए। गर्वको कुरा छ है। बुझ्नुभयो? अब हामी नेपाली के गर्छौँ, ओ हाम्रो चाहिँ खुकुरी कला छ भनेर त्यो खुकुरी मात्र उद्याएर बसेको छ। त्यसपछि त्यहाँ के भएको छैन त भन्दाखेरि त्यसमा चाहिँ कुनै थपै भएको छैन है। हामीसँग भयो इन्डिया लन्डन सकिँदैछ भनेर छोडेर गएको इङ्ल्यान्ड कहाँबाट कहाँ पुगिसक्यो है। हामी जस्ताको तस्तै छ। आज पनि हामी के गर्छौँ भन्दा त्यही दिनको गीत गाएर बस्छौँ, तर चाहिँ हाम्रो अगाडिको कुरा छैन। बुझ्नुभयो? हो, विगतलाई मात्र हेरेर ताली बजाएर बस्यो भने हामी अगाडि बढ्न सक्दैनौँ। जीवन पनि त्यही हो। म चाहिँ कस्तो गजबको चाहिँ विद्यार्थी थिएँ, मैले एसएलसीमा टप 10 ल्याएको थिएँ भनेर ताली बजाएर बसेर अहिले पढ्न छोड्यो भने है अहिलेको जीवनमा हुन्छ त? हो, त्यति बेलाको एउटा कुरा होला, स्मरण होला, परमेश्वरलाई धन्यवाद दिने समय होला, हामी त्यसलाई रमाइलो गर्ने एउटा समय हुन सक्छ है। तर हामी के विचार गर्नुपर्छ त भन्दाखेरि अबदेखि अघि बढ्नको निम्ति तपाईँले र मैले हिजोको कुरालाई हेर्ने होइन, तर भोलि परमेश्वरले के राख्नु भएको छ त्यसलाई तपाईँले र मैले हेर्नुपर्ने हुन्छ। त्यसैले गर्दा हाम्रो जीवनलाई अघि बढाउनको निम्ति तपाईँले र मैले हिजोका कुराहरूलाई भुल्नु अति नै आवश्यक पर्छ। किन त भन्दाखेरि हिजोका कुराहरूमा तपाईँ मेरो जीवनमा सफलता मात्र होइन, असफलता पनि छ। तपाईँका मेरा बलहरू मात्र होइन, तपाईँको मेरो निम्ति आशा मात्र होइन, तपाईँका मेरा कमजोरीहरू पनि छन् है। कतिचोटि सही कुराहरूलाई हेरेर ताली बजाउन राम्रै छ, तर कहिले के हुन्छ त भन्दाखेरि हामीले विगत हेरेर चाहिँ हाम्रो जीवनलाई बस्यौँ भने हाम्रो जीवनमा हामीले गर्न नसकेका नगरेका र त्यो हामीले गल्ती गरेका कुराहरू धेरै छन्। अनि हामीले ती कुराहरूलाई हेर्न थाल्यौँ भने हामी के गर्न सक्दैनौँ भन्दाखेरि अगाडि बढ्न सक्दैनौँ। अघि हामीले पढेको यसैया 43:18 देखि 20मा यसो लेखेको छ, बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर।
हेर म एउटा नयाँ कुरो गर्दैछु। हालेलुया। आमेन। परमेश्वरले तपाईँ हाम्रो जीवनमा नयाँ काम गर्नुहुनेछ। त्यसको निम्ति तपाईँले र मैले हिजोका कुराहरूलाई बिर्सेर अब परमेश्वरले के ल्याउनुहुन्छ भने त्यो एन्टिसिपेसन, त्यो आशामा, त्यो प्रतीक्षामा तपाईँ र म बस्नुपर्दछ। मैले केही न केही नयाँ हाम्रो जीवनमा हुन्छ भने तपाईँले र मैले आशा गरेँ भने त्यही जीवनतर्फ तपाईँ र म अघि बढ्दछौँ। हेर म एउटा नयाँ कुरो गर्दैछु, अब त्यो हुन आउँछ। के मेरो त्यो देख्दैनौ, म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बनाउँदैछु। हालेलुया। आमेन। हाम्रो जीवन कस्तो थियो थाहा भयो। अलिकति दृष्टान्त दिएर यहाँ भनेको छ। हाम्रो जीवन चाहिँ दृष्टान्तको भाषामा भन्ने हो भने कतिचोटि रुखो थियो होला, मरुभूमि थियो होला, कतिचोटि मेहनत गर्दा पनि नभएको थियो होला, कतिचोटि हामी प्रयास गर्दा गर्दै पनि हार भएको चाहिँ हामी चाहिँ के थियो त भन्दाखेरि कुनै बाटो नदेखेकाहरू पनि थियो मलाई। तर परमेश्वरले के भन्नुहुन्छ भन्दा त्यही पनि परमेश्वरले खोलाहरू ल्याउँदै हुनुहुन्छ। आमेन। बुझ्नुभयो? त्यही पनि परमेश्वरले महान काम गर्दै हुनुहुन्छ। अनि त्यसैको निम्ति तपाईँले मैले आशा र भरोसा गरेर त्यसलाई हेरेर बस्नु। मेरो जीवन त रुखो छ, मेरो जीवन केही हुँदैन भनेर हामीले आफैले आफूलाई रिजेक्ट गरेर बस्ने होइन, आफैले आफूलाई इन्कार गरेर बस्ने होइन। आजसम्म यस्तो भयो, भोलि के हुन्छ र भनेर आजसम्मको अनुभवलाई लिएर तपाईँले र मैले हरेस खाने होइन कि ओहो मेरो परमेश्वरले नयाँ काम गर्न चाहनुहुन्छ, मेरो परमेश्वरले नयाँ तरिकाले परमेश्वरले उहाँले आफ्नो उपस्थिति जनाउन चाहनुहुन्छ भन्ने जानेर तपाईँले र मैले के गर्नुपर्छ भन्दाखेरि हामीले परमेश्वरलाई हाम्रो जीवनमा काम गर्न दिनुपर्दछ। जङ्गली जनावरहरू, स्यालहरू, लाटा पसेराहरू मेरो इज्जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रुखो जमिनमा खोला दिन्छु। हालेलुया। आमेन। 2025 सालमा परमेश्वरले साँच्चै नै तपाईँको जीवनमा नयाँ काम गर्नुहुन्छ। आमेन। 2024 हाम्रो जीवनमा असम्भव भएका कामहरू परमेश्वरले नयाँ गर्न चाहनुहुन्छ। परमेश्वरको उद्देश्य, परमेश्वरले दिनुभएको गन्तव्य तपाईँहरूमा आज हामी जहाँ छौँ जे छौँ त्यही होइन। परमेश्वरले हामी आज जो छौँ योभन्दा हामीलाई सबै बनाउन चाहनुहुन्छ, योभन्दा उत्कृष्ट बनाउन चाहनुहुन्छ, योभन्दा खुसी बनाउन चाहनुहुन्छ, योभन्दा आनन्दको जीवन परमेश्वरले तपाईँलाई र मलाई दिन चाहनुहुन्छ। आज तपाईँहरूमा जे छौँ त्यही होइन, परमेश्वरले त्यहाँ थप्न चाहनुहुन्छ। आज म तपाईँलाई यो भन्न चाहन्छु कि तपाईँको जीवनमा परमेश्वरको महान कार्यलाई तपाईँ हामी सबैजनाले देख्न सकेका हौँ। आमेन। अनि कहिलेकाहीँ के हुन्छ त भन्दाखेरि हाम्रो जीवनमा हिँडाइको कुरा गर्दाखेरि कहिलेकाहीँ हामीले गन्तव्यलाई बढी महत्त्व दिन्छौँ हाम्रो जीवनमा। हामीले गन्तव्यलाई मात्र हेर्ने होइन कि हाम्रो हिँडाइलाई पनि महत्त्व दिनुपर्दछ। हामी कहाँ र कसरी पुग्छौँ भन्ने मात्र होइन, कहाँ पुग्छौँ भन्ने मात्र होइन, हामी कसरी पुग्छौँ भन्ने कुरालाई पनि तपाईँले र मैले विचार गर्नुपर्दछ। त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। हामी कसरी पुग्छौँ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। हाम्रो जीवनमा कहिलेकाहीँ हाम्रो उदाहरणकै लागि लिउँ, हामीले पैसा कमाउने हाम्रो जीवनको उद्देश्य भयो। तर पैसा कमाउनु मात्र तपाईँको मेरो जीवनको उद्देश्य हुनु भएन कि हामी कसरी कमाउँछौँ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। बुझ्नुभयो? जीवनमा तपाईँ र म जिउनु मात्र होइन कि हामी कसरी जिउँछौँ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। हामी पढ्छौँ भने पनि हामी पढ्नु मात्रै, डिग्री मात्रै हासिल गर्नु भने चोरेर किनेर ल्याएर पनि डिग्री चाहिँ होइन नेपालमा छ थुप्रो। बुझ्नुभयो नि? त्यो चोरेर पढ्नेहरू पनि होला। परमेश्वरको जीवनमा के छ त भन्दाखेरि हामी परमेश्वरको सामु जान्छौँ भने हामी चाहिँ के प्राप्त गर्छौँ, के गर्छौँ भन्ने मात्र होइन कि तपाईँले र मैले त्यसलाई हामीले कसरी प्राप्त गर्छौँ भन्ने कुरालाई पनि हामीले विचार गर्नुपर्दछ। हितोपदेश 4:25-27 चाहिँ लेखेको छ, तेरो आँखाले तेरो अघि सिधा हेरोस्, तेरो अघिल्तिर सोझै एक टक लगाएर हेरोस्, तैँले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर र ती मार्गहरू मात्रै रोज जुन निश्चित छन्। दाहिने देब्रेतिर नलाग, सबै दुष्ट कुराहरूबाट आफ्ना खुट्टा अलग राख। हालेलुया। आमेन। अघि बढ भनेर भनेको छ बाइबलमा है। तर त्यहाँ के भनेको छ, तैँले सिधा हेर, परमेश्वरलाई हेर, सत्य कुरालाई हेर, धर्मी कुरालाई हेर, परमेश्वरले के चाहनुहुन्छ ती कुराहरूलाई हेर, परमेश्वरले के मन पराउनुहुन्छ ती कुराहरूलाई हेर, अनि त्यही अनुसारले आफ्नो बाटोलाई सिधा बना, परमेश्वर कहाँ जाने कुरालाई। कहिलेकाहीँ चाहिँ हाम्रो नेपालतिर मण्डलीहरू के हुन्छ भन्दाखेरि
अलिकति परमेश्वरको काम हो भने अलिकति ढाँटिए पनि हुन्छ भने खालको त्यो उसको त्यो के भन्छ अलिकति मिसअन्डरस्ट्यान्डिङ हुन्छ है अनि त्यसैले गर्दा कतिचोटि पास्टरहरूले आफ्नो मण्डलीमा आफ्नो सेवकामा भएका विश्वासीको सङ्ख्याहरू अलिकति बढाइ चढाइ गर भन्ने है अनि आफ्नो सेवकालाई पनि यो साधारणै हो खाएर बुझ्यो भने साधारणै हुन्छ तर चाहिँ के हुन्छ त भन्दाखेरि अलि बाढै चढाएर गर्थ्यो है के हुन्छ त भन्दाखेरि हामी के गरिदिन्छौँ त भन्दाखेरि त्यसलाई चाहिँ यो अलिक खै के बिगार गरेछ इङ्ग्लिसमा एउटा टर्म छ व्हाइट लाई भनेर भन्छ कि सेतो झुट या कसैलाई पनि हार्म गरेको छैन यसलाई कसैलाई पनि हानि गरेको छैन भने त्यस्तो झुट बोलिदिए पनि हुन्छ भन्ने चाहिँ त्यो कन्सेप्ट हो क्या बुझ्नुभयो तर यहाँ के भनेको छ त भन्दाखेरि हामीलाई परमेश्वरले कुनै गन्तव्य दिनुभएको छ र हामी त्यस गन्तव्यलाई हामी अघि बढेर हिँडेका छौँ भने त्यस गन्तव्यसम्म पुग्ने बाटो पनि परमेश्वरले तयार गर्नुहुन्छ अनि परमेश्वरले दिनुभएको त्यस गन्तव्यसम्म पुग्नको निम्ति परमेश्वरसँग तपाईँ र म राजमर्दो तरिकाले परमेश्वरको सामु न्यायमा पर्ने तरिकाले तपाईँ र म हाम्रो जीवनमा हिँड्नु हुँदैन परमेश्वरले तपाईँलाई र मलाई सधैँ आशिष दिनुभएको छ आमेन अनि हाम्रो जीवनको हिँडाइमा अन्तिम कुरा म भनेर आज वचनलाई यहाँ राख्न चाहन्छु के त भन्दाखेरि यो यात्रा भनेको छिटो हिँड्नु नै सबैभन्दा ठुलो कुरा पनि होइन बुझ्नुभयो परमेश्वरमा कहिलेकाहीँ तपाईँले मैले पर्खिन सक्नु पर्दछ है यात्रा के हुन्छ त भन्दाखेरि बरु लामो नै होला है तर त्यो निरन्तर यात्रा चाहिँ सबैभन्दा महत्त्वपूर्ण है यही वचन गर्ने बेला हामीलाई बच्चामा सिकाएको खराएर कछुवाको कथा थाहा छ हैन खराएर चाहिँ दौड्यो है एकछिन अगाडि सुत्यो है कछुवा चाहिँ हिँडेको हुँदैन है त्यो हुन त अब खराएर कछुवा एकैचोटि दौडिन लाग्यो भने खरायोले जित्छ होला हैन तर चाहिँ त्यो हामीलाई नैतिक शिक्षा दिनको निम्ति बनाइएको कथा हो हैन त्यसको चाहिँ मोरल लेसन के हो त भन्दाखेरि हामी निरन्तर गर्ने मानिसले जित्छ भनेर चाहिँ त्यहाँबाट सिकाउन खोजेको है हामीहरूको आत्मिक जीवनमा पनि हामी एक दिन एक महिना एक वर्ष हामी प्रार्थना गर्यो उपवास पनि बस्यो हामी चाहिँ एकदम आत्मिक भयो अनि पछि गएर फेरि हामी के भयो त भन्दाखेरि अहिले हामी फेरि त्यो डाउनमा गएर बस्यो भने त्यसले चाहिँ त्यति असर गर्दैन बुझ्नुभयो त्यसले त्यति फाइदा पनि गर्दैन तपाईँले मेरो जीवनमा के हुन्छ निरन्तरता हुनु आवश्यकता हुन्छ है परमेश्वरमा हामी प्रार्थना गर्नु बाइबल अध्ययन गर्नु पनि एकै दिनमा 10 पेज 15 पेज हैन एउटा पुस्तक पढेर हामीले के नै गर्ने जस्तो गरेर भन्नुभन्दा हामीले बरु एकै पदै किन नपढौँ एक अध्याय किन नपढौँ तर हामीले निरन्तर गर्न चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ है हामी त धेरै एकैचोटि गरेर विश्राम लिएर त्यहाँबाट हुने होइन यहाँ चाहिँ हिब्रू 12 देखि 2 मा यसरी लेखेको छ यसकारण यतिका साक्षीहरूको ठुलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्य साथ दौडौँ हाम्रो आत्मिक जीवनमा तपाईलाई र मलाई अल्झाउने ती बोझहरू धेरै छन् है तपाईलाई र मलाई परमेश्वरमा अघि बढ्न नदिने जहाँ छ त्यही रोकेर राख्ने जस्तो छ त्यस्तै रोकेर राख्ने धेरै पक्षहरू धेरै कुराहरूले तपाईको र मेरो जीवनमा काम गरिराखेका हुन्छन् र यहाँ चाहिँ हिब्रूको पुस्तक लेखकले के भनेका छन् त भन्दाखेरि त्यसरी हामीलाई सजिलै चाहिँ हामीलाई अल्मल्याउने कुराहरू आत्मिक जीवनमा परमेश्वरमा अघि बढ्नको निम्ति तपाईलाई र मलाई अल्मल्याउने कुराहरू छन् भने त्यसलाई पन्छाएर तपाईँ र म निरन्तर तपाईँ र म अघि बढ्नु एकदमै जरुरी हुन्छ एउटा एकदमै फेमस पुस्तक छ हिजो आज त अब किताबको बिक्री चाहिँ अलिकति फरक तरिकाले भयो तर धेरै वर्षसम्म बाइबल चाहिँ सबैभन्दा संसारको सबैभन्दा बढी बिक्री हुने पुस्तक अहिले पनि बाइबलमा चाहिँ सबैभन्दा बढी बिक्री भएको पुस्तकहरूमा चाहिँ लिइन्छ त्यसपछि दोस्रो सबैभन्दा बढी बिक्री भएको पुस्तक चाहिँ पिलग्रिम प्रोग्रेस भन्ने एउटा पुस्तक त्यो चाहिँ अलिकति पुरानो इङ्ग्लिसमा लेखेको पुस्तक हो है तर एकदमै आशिषमय पुस्तक हो यदि तपाईँलाई अलिकति इङ्ग्लिस आउँछ भने नेपालीमा ट्रान्सलेट गर्ने कतिले चेष्टा गरेका थिए अहिले नेपाली पाइन्छ कि पाइन्छ थाहा है तर चाहिँ यदि त्यो किताबलाई हिन्दीमा या नेपालीमा प्राप्त गर्नुभयो भने तपाईँले पढ्दा हुन्छ है त्यो के हो त भन्दाखेरि एकजना पिलग्रिम भनेको तीर्थयात्री है भनेको चाहिँ के त भन्दाखेरि हाम्रो इसाई जीवन नै हाम्रो जीवन नै एउटा तीर्थको यात्रा हो हामी परमेश्वरलाई भेट्न जाँदैछौँ है त्यो यात्रामा हामी हाम्रो आत्मिक जीवनलाई राखेका छौँ भन्ने आस्थामा के गरिएको छ भन्दाखेरि त्यो पुस्तक लेखेको छ है त्यो पुस्तकमा के छ त भन्दाखेरि धेरै किसिमका चाहिँ
तारहरू छन्, धेरै किसिमका चाहिँ के छन् त भन्दाखेरि भ्याल्युहरू पनि छन्। त्यहाँ त्यो एकजना मानिसले आफ्नै जीवनलाई चाहिँ त्यो एलेगोरीमा लेखेर चित्रात्मक तरिकाले त्यो चाहिँ लेखेको पुस्तक हो है। ऊ हिँड्दै गर्दाखेरि कतिचोटि उसलाई त्यो होइन सङ्कटका पहाडहरू उक्लिन्छ भने कोहीचोटि एउटा यस्तो चाहिँ होइन यो यस्तो भ्यालीमा पुग्छ कि त्यहाँ के हुन्छ रङ जम्प गरेर चाहिँ टेम्पटेसनको भ्यालीहरूमा त्यही गएर हराउँछ हो है। अनि आफ्नो आत्मिक जीवनलाई त्यहाँबाट छुटकारा गरेर चाहिँ अगाडि बढाएको त्यो चाहिँ पुस्तकहरू छ। हाम्रो जीवन पनि यसरी के हुन्छ त भन्दाखेरि धेरैचोटि हामीलाई अल्झाउने, विशेष गरी हाम्रो परमेश्वरसँगको सम्बन्धमा हामीलाई अल्झाउने कुराहरू धेरै हुन्छ है। अनि हामीले परमेश्वरमा अघि बढ्नुपर्छ भने हामीले आज यस वचनमा हेरिराखेका छौँ, अघिको कुरालाई बिर्सेर अघि बढ्नुपर्छ भने हामीले हेरिराखेका छौँ भने हाम्रो चाहिँ हिँडाइ जुन बाटो हो, जुन बाटोमा हिँड्छौँ त्यसलाई हामीले महत्त्व दिएर हिँड्नुपर्छ भने हामीले भनिराखेका छौँ भने हामीले के विचार गर्नुपर्दछ भन्दाखेरि यसमा निरन्तरता दिनु एकदमै महत्त्वपूर्ण हुन्छ। र निरन्तरता दिनको निम्ति तपाईँलाई र मलाई के कुराले अल्झाइराखेको छ, के कुराले हामीलाई परमेश्वरमा नजिक हुन रोकिराखेको छ, के कुराले प्रार्थना गर्न रोकिराखेको छ, के कुराले सङ्गति जान रोकिराखेको छ, के कुराले हामी परमेश्वरमा अझै नजिक हुन चाहिँ रोकिराखेको छ, त्यसले के गरेको छ त भन्दाखेरि हामीलाई परमेश्वरमा अघि बढ्नदेखि रोकेको छ। हामीले त्यसलाई साँच्चै नै त्यसलाई हटाएर त्यसलाई पन्छाएर हामी अघि बढ्न चाहिँ एकदमै जरुरी हुन्छ। हालेलुया आमेन। आज म तपाईँलाई यो 2025 को शुभकामना दिन चाहन्छु कि तपाईँको जीवन 2025 मा अघि बढेको होस् हैन। 2024 मा जस्तो थियो त्यस्तै नरहनु भएको होस्। त्यस्तै रह्यो भने हाम्रो 365 दिनको दिन चाहिँ के हुन्छ व्यर्थ भएर जान्छ है। विशेष गरी हाम्रो जीवनको गन्तव्य परमेश्वरलाई हेरेर परमेश्वरले देखाउनु भएको त्यस गन्तव्यतर्फ हामी अघि बढेका हौँ। भलै हाम्रो यात्रामा कोही अलिकति अगाडि दौडिसक्नु भएको होला, कोही हामी अझै पछाडि होला, अझै हामी प्रयास गर्दै होला, कोही हाम्रो कुनै यात्रामा हामी अगाडि छौँ होला, कोही कुरामा हामी पछि पनि छौँ है। परमेश्वरले विभिन्न किसिमले एक एकजनालाई परमेश्वरले बोलाउनुहुन्छ। कतिजनालाई हामी प्रार्थना गर्नलाई एकदमै तल्लीन हुन्छौँ होइन, कतिजनालाई फेरि बाइबलहरू पढ्नलाई एकदमै तल्लीन लाग्छ है। अनि त्यसपछि प्रार्थनामा त्यति कन्सन्ट्रेसन जाँदैन। हामी के छ त भन्दाखेरि विभिन्न तरिकाको हामीलाई यात्रामा तपाईँ र म छौँ तर हाम्रो जीवन भएका कमजोरीहरूलाई पहराउँदै हामी के गर्न सक्छौँ त भन्दाखेरि हामी अझ बलियो भएर हामी सर्वपक्षीय रूपमा हामी हाम्रो जीवनलाई चाहिँ हामी परमेश्वरमा अगाडि बढाउन सक्ने परमेश्वरका विश्वासी हुन सक्छौँ। आमेन। हामी सबैजना मिलेर प्रार्थना गर्छौँ।